दर्शकवृन्द नमस्कार, यहाँहरूलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। नेपालकै पहिलो अत्याधुनिक बहुलेनको नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म सुरुङ मार्ग आयोजनाको कति सकियो त काम? अब नागढुङ्गा सुरुङ मार्ग कहिलेदेखि सञ्चालनमा आउला त? दर्शकवृन्द, अब भने आउँदो असोजदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको आयोजनाले जनाएको छ। अहिले सुरुङ मार्गभित्र फिनिसिङ लगायतका कामहरू चलिरहेका छन्। सुरुङ मार्गभित्रको सडक ढलान लगायतका कामहरू अहिले भइरहेका छन्। मुख्य सुरुङ मार्गमा ढलानको काम सम्पन्न भइसकेको छ भने अब सहायक सुरुङ मार्गको सडक ढलानको काम अहिले चलिरहेको छ। दर्शकवृन्द, मुख्य सुरुङ मार्गको जम्मा लम्बाइ 2688 मिटर रहेकोमा सहायक सुरुङ मार्गको लम्बाइ 2557 मिटर रहेको छ। नागढुङ्गा सुरुङ मार्ग आयोजनाका अनुसार अहिलेसम्म 90% बढी आयोजनाको भौतिक प्रगति भइसकेको छ। यसै गरी बाहिर निर्माण गर्नुपर्ने संरचनाहरू तथा पहुँच मार्गको काम पनि करिब सकिएको छ। बेला बेलामा स्थानीयहरूले विभिन्न मागहरू राख्दै आयोजनाको काम ठप्प पार्दा काममा भने केही ढिलाइ हुँदै आएको छ। दर्शकवृन्द, कस्ता सवारी साधनहरूले सुरुङ मार्गमा प्रवेश पाउँछन् त? सुरुङ मार्ग प्रयोग गरे बापत कति सेवा शुल्क तिर्नु पर्ला भन्ने पनि आम सर्वसाधारणहरूलाई जिज्ञासा हुन सक्छ। सरकारले हालै सुरुङ मार्ग प्रयोग गरे बापत निश्चित शुल्क निर्धारण गरेको छ। सरकारले वार्षिक करिब 35 करोड जति रकम उठाउने गरी शुल्क निर्धारण गरेको बताइएको छ। दर्शकवृन्द, सवारी साधन अनुसार शुल्क पनि फरक निर्धारण गरिएको छ। कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोहरू उपत्यका भित्रिँदा 75 रुपियाँ र बाहिरिँदा 50 रुपियाँ शुल्क निर्धारण गरिएको छ। यस्ता सवारी साधनहरू दिनको करिब 850 को हाराहारीमा भित्रिने तथा 650 को संख्यामा बाहिरिने आयोजनाले अनुमान गरेको छ। मिनी बस, मिनी ट्रक तथा टिपरलाई भने उपत्यका भित्रिँदा 125 र बाहिरिँदा 100 रुपियाँ शुल्क तय गरिएको छ। यी सवारीहरू प्रतिदिन 550 को संख्यामा उपत्यका भित्रिने र करिब 450 को संख्यामा बाहिरिने आयोजनाले अनुमान गरेको छ। बस र ट्रकलाई उपत्यका छिर्दा 250 तथा बाहिरिँदा 200 रुपियाँ शुल्क लाग्ने छ। करिब 800 भित्रिने र 600 बाहिरिने आयोजनाले अनुमान गरेको छ। ठुला ट्रक र हेभी सवारी साधनहरूले भने सुरुङ मार्गबाट उपत्यका भित्रिँदा 500 र बाहिरिँदा 300 रुपियाँ टोल शुल्क तिर्नुपर्ने छ। यस्ता सवारी साधनहरू दिनको करिब 600 हाराहारीमा भित्रिने र 500 को हाराहारीमा बाहिरिने आयोजनाले अनुमान गरेको छ। अहिले मुख्य राजमार्गबाट गुड्ने सवारी साधन मध्ये 60%ले सुरुङ मार्ग प्रयोग गर्ने अनुमान सहित तथ्याङ्क निकालिएको सडक विभागले जनाएको छ। दर्शकवृन्द, करिब 22 अर्ब लगानीमा जाइकाको सहुलियतपूर्ण ऋणमा नागढुङ्गा सुरुङ मार्ग निर्माण भइरहेको हो। सुरुङ मार्ग निर्माण भई सञ्चालनमा आएको खण्डमा नागढुङ्गामा हुँदै आएको अत्यास लाग्दो सवारी जाम कम भई समय तथा पेट्रोलियम पदार्थको खपतमा समेत कमी आउने विश्वास गरिएको छ। दर्शकवृन्द, यो खबर सुनेर यहाँहरूलाई कस्तो लाग्यो? आफ्नो अमूल्य सल्लाह तथा सुझावहरू कमेन्टमा लेख्न नभुल्नुहोला। धन्यवाद।